जस्तो प्रोटिनमा दही दुध अनि अन्डा छ यसले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ यसले हामीलाई प्रोटिन प्रदान गर्छ कार्बोहाइड्रेटको पनि आलु गाउँघरमै पाइने धेरै सबै हो नि भुजा चामलको भात अनि कोदोको पिठो अनि भुटेको चिउरा धेरैले हाम्रो शरीरमा कार्बोहाइड्रेट प्रदान गर्छ यो खायो भने हाम्रो शरीरमा यसले शक्ति प्रदान गर्छ स्वास्थ्य हुन्छ बाहिरको हो केही पनि छैन यसमा सुजी दुध चिउरा गिलो रोटी खिर भटमास बदामहरू अनि चाम्रे अचारी भनेको घरमै पकाएको घर लोकल ठाउँबाटै आएको खानेकुराले हाम्रो शरीरलाई धेरै राम्रो गर्छ। ल जे होस् यो हेल्थ एक्जिबिसन भनेको छ नि यसको टपिकलाई त्यही बुझ्नु पर्यो होइन त प्रश्न तपाईँ यसको यहाँको म्यानेजिङ डाइरेक्टर हो अहिले हो अब हामीले यहाँबाट के सिक्नु पर्यो यहाँबाट के सिक्नु पर्यो भन्दा यी खानेकुरा खाँदा चाहिँ हाम्रो शरीरमा के प्रदान गर्छ जस्तो प्रोटिन भएको अन्डा दुध दही खायो भने प्रोटिन प्रदान गर्छ कार्बोहाइड्रेटमा आलु अनि त्यसपछि चामलको भात भुजा कोदोको पिठोहरूले हामीलाई कार्बोहाइड्रेट प्रदान गर्छ र यो स्वास्थ्य खानेकुराले हाम्रो शरीरलाई स्वस्थ राख्छ यहाँ घरबाटै आएको सबै घरबाटै पकाएको खाने कुराहरू छ अनि यी सबै यो हेल्थ एक्जिबिसन गर्नु भनेको चाहिँ मानिसमा चेतना फैलाउनु कि किन हामीले खाने पर्ने हो के खाँदा चाहिँ नराम्रो हुन्छ के खाँदा कस्तो बिरामी लाग्छ हजुर तपाईँको नाम आज यो के हो यो खास के भइरहेछ यहाँ यो भनेको स्कुल आज हाम्रो सरस्वती मावि इटरामा यो चाहिँ हेल्थ एक्जिबिसन हो स्वास्थ्यसँग सम्बन्धित प्रदर्शनी हो तपाईँले यो बारेमा जानकारी गराउनुहुन्छ हो ल भन्नु न हजुर के रहेछ हजुर खानुपर्छ भनेर चिउरा आटा मकै फापर चामल गहुँ मुसुरीको दाल अनि आलस भुजा सातु कोदो अन्डा पर्याप्त मात्रामा खाऊ होइन यो चाहिँ खाऊ पर्याप्त मात्रामा अनि यो दाल र गेडागुडी यो सोयाबिन अनि बदाम राजमा मुङ दाल चना भटमास र हरी मटर बोडी यो झाके पछि खाऊ अनि हरियो सागपात तथा फलफुल यो काँक्रा मकै टमाटर लसुन फर्सी खोर्सानीहरू आदि यस्तो गरी दिने पछि खाऊ होइन अनि यो माछा मासु दही र अन्डा दुध यो मिश्रीहरू नियमित रूपमा खाऊ अनि यो गुलियो र नुनिलो र चिल्लो तेल यहाँनिर नुनहरू छ थोरै मात्रामा चिल्लो मात्र चाहिँ यो नुनिलो र चिल्लो चाहिँ थोरै मात्रामा मात्र खाऊ हो हजुर